धन्यवाद सबलाई, नमस्ते। दाइले त सुरुमा बधाई नै छ होइन, नयाँ फिल्म साइन गर्नुभएको छ। अब यही दसैँको फुलपातीमा आउने गरी महाराज धिराज पल्सा भनेर पहिला नै आइसकेको छ, अब दाइ पनि जोडिनु भएको छ होइन। सुरुमा बधाई नै छ दाइ तपाईँलाई। धन्यवाद। मैले यो महाराज धिराज हिजो मात्रै साइन गरेँ होइन। महाराज धिराजको कुरो मलाई आजभन्दा 1-2 महिना अगाडि नै आएको थियो होइन। तर म चाहिँ फिल्म गरौँ कि नगरौँ भन्ने एकदमै दोधारमा थिएँ होइन। मैले 2081मा नि थुप्रै फिल्म छोडेँ हो क्या, जुन तिमीहरूलाई पनि थाहा छ, म नाम किन लिरौँ होइन। 2081मा मैले धेरै फिल्महरू, कुनै फ्लप भयो मैले छोडे फिल्म, कुनै हिट भयो होइन। तर 2082मा नि खेल्ने कि नखेल्ने भन्ने मेरो दोधारमै थिएँ। तर 1 गते, अस्तिको 1 गते चाहिँ होइन, यो वर्ष 2-4वटा फिल्म चाहिँ खेलौँ कि भन्ने एउटा मनमा लागिरहेको थियो। यही बेला महाराज धिराजको कुरा पहिलेदेखि आइ नै रहेको थियो होइन। मलाई 81मा आएको हो क्या यो कुरो चाहिँ, साइन चाहिँ 82मा भयो। र मैले हिजो साइन गर्नुको, महाराज धिराज साइन गर्नुको 2टा कारण छ क्या, प्रमुख कारण चाहिँ होइन, त्यसपछि अरू कारण पनि छ। पहिलो कुरो महाराज धिराजको स्क्रिप्ट, यसको कथा पटकथा संवाद मलाई यति मन पर्यो होइन, यति युनिक छ होइन। मान्छेहरूले महाराज धिराज भनेपछि एकदम यो राजपरिवार सम्बन्धी फिल्म हो कि भन्ने मलाई पनि त्यो लाग्थ्यो कि पहिला, न यो के अरे राजपरिवार सम्बन्धी हो कि अथवा के हो कि, एकदम खुल्दुली थियो। जब स्क्रिप्ट मेरो हातमा पर्यो होइन, मैले पहिला सर स्टार्ट टु इन्डिङ मैले लगभग 3-4 चोटि नै पढेँ स्क्रिप्ट होइन, एकदमै मन पर्यो। अनि त्यसपछि दोस्रो कारण मेरो आफ्नै रोल होइन। अब यसमा महाराज धिराजमा धेरै कलाकारहरू हुनुहुन्छ, जस्तो अहिले मार्केटमा चाहिँ पल्सा मात्र नाम आइरहेछ नि त होइन। यसमा अरू पनि थुप्रै हिरोहरू हुनुहुन्छ, यो बिस्तारै बिस्तारै आउँदै जान्छ। एकदम अहिलेका टप चलेका होइन, पल्सा त हुँदै भइहाल्यो, अरू पनि बाँकी 2जना हिरो छन्। त्यो मलाई निर्माता निर्देशकले भन्नुभएमा आज भनिदिन्थेँ, सायद भोलिसम्ममा महाराज धिराजमा अन्य कलाकार को आउँदैछ नि थाहा हुन्छ। जस्तै हिजोबाट म रिभिल भएँ होइन, जगिसन बसेन छ भनेर। मेरो पहिलो कारण स्क्रिप्ट, दोस्रो कारण मेरो आफ्नै रोल, एकदमै युनिक रोल होइन। अझ कारण थुप्रै छ, जस्तै पल्सा पनि हो है। फेरि मलाई प्रायः जस्तो म्यासेजमा आउने होइन, पल्सासँग एउटा फिल्म खेल्नु नि दाइ भन्थ्यो कि मलाई धेरैले, यो कुरो पल्सालाई पनि भन्थ्यो अरे क्या अरूहरूले। अनि मलाई पल्सासँग फिल्म खेल्नु पऱ्यो दाइ, पल्सासँग फिल्म खेल्नु पऱ्यो दाइ, अन्त फिल्मै आएको छैन कहाँबाट खेल्नु भनेर म जवाब दिन्थेँ मेसेन्जरमा होइन। फिल्म नभए गीतमा भए पनि खेल्नु भन्थ्यो। अब गीत पनि कुनै अफरै आएको थिएन कहाँबाट खेल्नु होइन। मलाई पल्सा र मलाई एउटा गीतमा खेलाउने भनेर एउटा तोरी लाउरेले मलाई 4वटा सर्ट मुभीसँग खेलाएको छ यार, साँच्चै नै। त्यो रिलिज पनि भइसक्यो, त्यो एउटा गीत थियो, गीत पनि राम्रो थियो। अनि एउटा पल्सा एउटा तपाईँ भनेर गफ लगाइदियो, अनि सबै दर्शकहरूको इच्छा अनुरूप त्यो गीत खेल्छु भनेर, त्यो गीत अहिलेसम्म सुटिङ भएको छैन। उसले 4वटा कि 5वटा सर्ट मुभी खेलाइसक्यो मलाई, अनि 4वटा कि 5वटा गीत पनि खेलाइसक्यो त्यो मान्छेले मलाई के। त्यो गीत कहिले भन्छु कहिले त्यो मलाई खेलाउनलाई पल्साको नाम लिइरहेको छ कि, अनि त्यो पनि भएको थिएन। अनि महाराज धिराज खेल्नुको अब 2टा कारण भनिहालेँ, स्क्रिप्ट, मेरो रोल, 3 नम्बर कारण पल्सा। अनि अझ एउटा दामी चाहिँ हिजो मैले तुरुन्तै साइन गर्नुको कारण यसको गीतहरू के। मैले यो महाराज धिराज खेल्दैछु भनेर मैले भने होइन होइन, गीतहरू फिल्म चल्नुभन्दा अगाडि नै आउँछ नि त, रिलिज जब हुन्छ नि महाराज धिराजको गीत। मैले भनेको कुरो यो नोटिस गरेर राख्नु होला होइन, जब महाराज धिराजको गीतहरू आउँछ नि, गीतहरू पनि टन्नै छ यो फिल्ममा होइन। यति मजाको गीत छ कि होइन, त्यो गीत सुनेर म आफै छक्क परेँ क्या, कस्तो गीत बनायो भनेर क्या। अर्कै दुनियाँमा लाने टाइपको गीत आउँछ क्या सबै गीत। फेरि यो मैले भनेको कुरा नोटिस गरेर राख्नु होला दर्शकहरूले पनि होइन। जब महाराज धिराजको गीतहरू रिलिज हुँदै जान्छ, तपाईँले जगिसनले भनेको कुरो सही रहेछ भन्ने हुन्छ क्या। अब यो कारण भइहाल्यो गीत सङ्गीत होइन। त्यसपछि यो फिल्ममा मैले थुप्रै कलाकारहरूसँग काम गरेको थिइनँ क्या। अब एउटा हिरो भोलि रिभिल हुँदैछ होइन, एकदम चलेकै हिरो होइन, ऊ मेरो एकदम नजिकको मान्छे, एकदम मेरो कट्टु लाउने बेला थियो ऊ साथी, तर उसँग मेरो सँगै फिल्म थिएन क्या। ऊ पनि आउँदैछ, नाम भनिदिउँ है, नाम भनिदिउँ। निर्माता निर्देशकले भोलि ल्याउँदै नै छ होइन, आर्यन सिग्देल। उसले नि वाउ भनिसक्यो, प्रतिक्रिया आइसक्यो। आर्यन सिग्देल मेरो गाउँले हो, हाम्रो घर सँगसँगै हो क्या। ऊ पनि अब त्यत्रो वर्षदेखि फिल्म लाइनमा छ, म पनि यत्रो म त झन् बच्चैदेखि छु होइन, बाल कलाकारदेखि छु। आर्यन र मेरो फिल्म पनि अहिलेसम्म जुरेको थिएन क्या। पहिला एकचोटि एउटा कर्मा भन्ने फिल्म चाहिँ हामी सँगै खेल्दै थियौँ, आर्यन र म, जीवन लुटेल। अहिलेको नयाँ कर्मा होइन, पहिलाको कर्मा। त्यो चाहिँ युरोप मान्छे मानव तस्करी गर्नलाई त्यो निर्माता निर्देशकको नाटक मात्र रहेछ। त्यो भत्वा अहिले नेपाली फिल्म बनाइरहेको छ एउटा होइन। त्यसले फेरि दुबई हुँदै एउटा मान्छेहरू मानव तस्कर गर्दैछ। मैले अरू इन्टरभ्यूमा भनिदिइरहेको छु, नेपाल सरकार अनि नेपाल प्रहरीलाई होइन, त्यो कुन फिल्महरू आफै पत्ता लगाउनु। मैले नाम लिदियो भने फेरि मलाई गुन्डा लाउलान्, नेता लाउलान् होइन। अहिले त गुन्डा लाउने भन्दा नेता लगाइदियो भने फेरि तुन्दिहाल्छ क्या। यो मानव तस्करहरूसँग त पछाडि ब्याकमा नेताहरू हुन्छन्, भ्रष्टाचारी नेताहरू,
होइन। त्यो बेला नि आर्यनसँग जुडेको थिएन। अब आर्यन सिक्देली पनि छ, मैले निर्माता निर्देशकले भन्दा अगाडि भनिदिएँ मैले आर्यन सिक्देल। अर्को एकजना हिरो त्यो चाहिँ म भन्दिनँ, त्यो चाहिँ अलिकति 3-4 दिनपछि रिभिल हुँदैछ। एकदमै मेरो फेभरेट हिरो ल, फेभरेट मध्येको फेरि फेभरेट भने राय समाल भन्नु होला त्यो होइन फेरि, पहिलाकै हिरो कि अहिलेको नयाँ हिरो? जस पहिलाकै एकदम सुपर डुपर हिट हिरो राजेश दाई चाहिँ। राजेश दाई त मेरो सबभन्दा फेभरेट भनेको राय समाल दाई नै हो होइन। उहाँ पनि मलाई एकदमै मनपर्ने मान्छे हो कि, उहाँको सायद आज एग्रिमेन्ट हुँदैछ होला। अनि उहाँहरू पनि हो मेरो खेल्नुको, यो महाराज धिराज खेल्नुको कारण। अनि अर्को कारण भन्छ भने यसको निर्माता विराज विष्ट, ऊ मेरो फर्स्ट फिल्म मनदेखिको होइन डाइलग बोल्ने मान्छे रहेछ कि, भन्नाले मेरो त्यति ऊ फिल्म हेर्ने मान्छे रहेछ। ऊ चाहिँ मेरो फ्यान फेरि विराज विष्ट भइहाल्यो। त्यसपछि हाम्रो परीक्षित सेन यसको डाइरेक्टर, उसले त्यो गीत जति मलाई सुनायो, जुन स्क्रिप्ट मलाई सुनायो उसले होइन, आजभन्दा 3-4 वर्षदेखि यही फिल्ममा मेहनत गरिरहेको छ क्या। यसको स्क्रिप्टमा, यसको गीतमा, गीत त मैले भनिसकेँ फिल्म अब आएपछि थाहा भइहाल्छ। ए अब आउने बडा दसैँ फुलपातीमा आउँदैछ होइन, फिल्म आएपछि थाहा भइहाल्छ मैले किन भनिरहेको छु भनेर। गीत त त्योभन्दा अगाडि नै आउँछ नि त, किनकि फिल्ममा बढी गीतहरू छ, 2-4 महिना अगाडिदेखि नै रिलिज होला। यो गीत अहिले सजिसनले सही भनेछ है, कस्तो राम्रो गीत भन्ने हुन्छ क्या, त्यति मजाको गीत छ क्या। अनि यसमा अरू कारण मैले के भने विराज विष्ट अनि परीक्षित सेन हाम्रो निर्देशक, यो नि कारण भइहाल्यो। र अर्को प्रमुख कारण चाहिँ यसको नायिकाहरू। अब अप्ठ्यारो के छ भने 2जना नायिकाको नाम आएको थियो एकदमै अहिलेको जल्दो बल्दो। अब एकजनाको फिल्म हाम्रो जेठबाट सुटिङ हुँदैछ महाराज धिराज, उहाँको पनि जेठबाट सुटिङ हुने भएर होइन, उहाँ हुनुहुन्छ कि हुनुहुन्न अब मलाई थाहा छैन। नाम भनिदिउँ उहाँको, दिव्या रायमाझी। मैले पिताम्बरकै बेला मलाई एकदमै राम्रो लाग्छ भनेको थिएँ नि त, ओहो दिव्या रायमाझीसँग म खेल्ने भन्ने भएको थियो कि मलाई। अनि अर्को पनि अब उहाँको भ्याएन भने अब को हुन्छ मलाई थाहा छैन होइन। जस अब त्यो उहाँ साइन नभइकन म भन्दिनँ, एकदमै अहिलेको नयाँ पुस्ताको सुपर हिट नायिका हुनुहुन्छ। अनि अर्को कारण त्यो पनि हो, अब कतिवटा कारण बताउँ कि त्यो कारणले गर्दाखेरि मैले साइन गरेँ यो महाराज धिराज होइन। र 81मा मैले खासै अलिकति फिल्म खेल्न मलाई जोस चलिरहेको थिएन, आफूलाई मनमा नआएको चिज गर्नु नि हुन्न कि, किन गर्ने मन छैन नि, अल्छी लागेर गरे काम जे पनि बिग्रिन्छ कि। मैले त्यो 81मा जति पनि फिल्म छोडेँ, मलाई त एक हिसाबले राम्रो पनि भयो क्या। ठुल्ठुलो ब्यानरकै फिल्म खेल्न लाग्थेँ होइन, टप फिल्म थियो, त्यो फिल्म फ्लप भएको थियो कि। त्यो फिल्म फ्लप भएको नाम ममाथि बिल फाँड्थ्यो क्या सबले। पहिला फिल्म सब हिट थियो, जय किसनलाई खेलाएर भएर फिल्म फ्लप भयो भनेर भन्थ्यो क्या। हिट भए अरूले गर्दा भयो भन्थ्यो, फ्लप भए मैले गर्दा भन्थ्यो क्या। त्यो कारणले पनि नखेला राम्रै भयो। 82 सालको 1 गते अस्ति मैले जुन एउटा सङ्कल्प गराएको थिएँ, यो वर्ष चाहिँ होइन 2-4 फिल्म चाहिँ गरौँ कि भने 2टा फिल्म भइसक्यो अब। किनभने महाराज धिराज अब जेठबाट सुरु हुँदैछ। हाम्रो वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, शङ्कर महर्जन, मदन ताम्राकार दाईको आजकी बुहारीको अहिले सुटिङ चलिरहेको छ। 2टा फिल्म यही सालमा आउँदैछ मेरो। र अर्को 4-5वटा ठुलै ब्यानरको फिल्ममा कुराकानी भइरहेछ, म एग्रिमेन्ट नभइकन भन्दिनँ। अस्ति पनि तिमीले मलाई नाम ओगल्न लगाइरहेको थियो, मैले भनिनँ नि त। आज बेलुका साइन हुन्छ त्यसपछि मात्र भन्छु भनेको थिएँ नि त। किनभने यहाँ कुन फिल्ममा एउटा कुन बेला निकालिन्छ थाहा हुँदैन कि। अनि महाराज धिराज अब साइन गरेर पैसा लिइसकेँ, अब त ननिकाल। पारिश्रमिकमा साइन गर्नु दाइ, अब अहिले एकदम महँगा छन् हिरोहरू सबै, तपाईँ चाहिँ कतिमा गर्नुभयो? म पनि सस्तो त छैन होइन, तर नभन्नु तपाईँ आफै भन्नुहुन्थ्यो होइन कलाकारले पारिश्रमिक धेरै लिन्छन्। म त्यसरी चाहिँ लिने मान्छे होइन। कति लिनुभयो तपाईँले? मैले चाहिँ मलाई पुग्ने ल्याएको छु होइन, र निर्माताहरू पनि खुसी हुनुहुन्छ। किनभने मलाई दिएको पैसा उहाँले होइन सावा ब्याजसहित मसँग वसुल पनि गर्नुहुन्छ। किन थाहा छ, म त पब्लिसिटी नै गरिदिन्छु नि त होइन। पिताम्बरको उहाँ 1400वटा भिडियो भइसकेछ होइन। अनि त्यो पनि छ नि त। जस उहाँहरूले मलाई दिएको पैसामा पहिला अलिकति हस्किनु चाहिँ भएको थियो। अनि पछि जुन दिन अस्ति मैले तिमीहरूको इन्टरभ्यूमा आज बेलुका एग्रिमेन्ट हुन्छ भनेको थिएँ नि, त्यो दिन भएन नि। हिजो तिमीले थाहा भयो होला, हिजो गरेँ मैले। किनभने उहाँ एकछिन हस्किनु भयो नि त। ल ठिक छ होस् भनेर मैले नि वास्ता गरिनँ। हिजो फेरि उहाँहरूले बोलाउनु भयो, बोलाएँ मैले, साइन गरेँ। जो उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। उहाँहरूले उहाँहरूलाई मर्का पार्दैन, म कुनै पनि निर्मातालाई मर्का पार्दिनँ। त्यो मलाई थाहा, म आफै पनि निर्माता हो नि त होइन। अनि त्यही भएर उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। सबैभन्दा राम्रो चाहिँ मलाई महाराज धिराज होइन, यति राम्रो स्क्रिप्ट, यति राम्रा कलाकारहरू होइन। अझ एउटा हिरोको नाम ल्याएको छैन मैले अझ पनि होइन। त्यसमाथि पल शाहसँग मेरो अब त्यति नजिकको छौँ हामी होइन। अहिलेसम्म फिल्म नै थिएन क्या। र दर्शकहरू धेरै खुसी भएको मैले देखेँ कि। मैले हिजो त्यो फेसबुकमा
फोटो र एउटा रिल हाल्दै थिएँ मेरो बिहान आमामा म्यासेज सबै खुसी भएर के केही मान्छे दुखी पनि छन् सलबलाइसके साइबर सेनाहरू महाराज धिराजको म आउनुभन्दा अगाडि के मतलब थियो त थिएन नि त पुरा ब्याक ब्याटिङ सुरु भइसक्यो त्यो मेरो पावर रहेछ नि त त्यति चाहिँ मैले माने कि मैले के भने विराज र हाम्रो परिच्छेद निर्माता निर्देशक होइन राम्रो पनि भनिरहेछ नराम्रो पनि आइरहेछ नि यिनीहरू फेरि मलाई लिएर अलिकति पस्ताउने त होइन भनेर बिहानै मलाई फोन आइरहेको क्या दाइ तपाईँ महाराज धिराजको पहिला जति यो के भन्छ चर्चा भइरहेको थियो त्यसको दोब्बर तपाईँले साइन गरेको 24 घन्टा बित्न नपाउँदै भयो भने क्या मलाई किनभने सबले त भन्यो अरे क्या कोहीले फोन गर्ने कोहीले मेसेज गर्ने होइन अनि त्यो हुँदो रहेछ किनभने टिकटकमा अस्ति मेरो एक्सिडेन्ट भयो भनेर म मऱ्यो भने न्युज त 24 घन्टा बित्न नपाउँदै 65 लाखले हेऱ्यो अनि एउटा केही ठगहरू छ मेरो फोटो हाल्दो रहेछ क्या टन्नै छ नि केही ठगहरू पनि छ क्या त्यहाँ ठगहरू छ बापतीहरू छ मेरो फोटो हाल्दो रहेछ कि यिनीहरूको उद्देश्य नभएका मान्छेहरू भनेर होइन एउटा उत्तानो टाङ लाएर एउटा केटी के समथिङ के मगर हो केटी उसले हालेर रहेछ सुरुमा के उसको प्रोफाइल पिक्चर नै होइन केटी अब म केटा धेरै बस्न लाज लाग्छ होइन प्रोफाइल पिक्चर होइन यसरी के यसरी भइरहेको छ क्या खुट्टा यही हो उसको उद्देश्य चाहिँ के हो त्यो मगर केटीको पोजिसन हेरे पाण्डे केटीहरू यसरी बसेर प्रोफाइल पिक्चर राख्छ त्यस्तोले हालेर छ अनि त्यसलाई कपी गर्दै म भएपछि चर्चा हुने रहेछ क्या होइन तर 2-4 जना बापती 2-4 जना ठगहरूकोसँग मलाई राख्दाखेरि मलाई दुःख लाग्यो त्यो केटीलाई म के भन्न चाहन्छु समथिङ के नाम मैले ठ्याक्कै बिर्सेँ कि त्यो फोटोमा के लेखेको छ नि यिनीहरूको उद्देश्य के हो अरे जयकिशन बस्नेतले समाज सेवा गरेर मात्रै 1200वटा भिडियो बाहिर छ मार्केटमा कति करोड गयो होला मेरो त्यो मगर्नी केटीलाई म सोध्न चाहन्छु तेरो उद्देश्य चाहिँ के हो होइन उसको उद्देश्य मैले बुझाएको छु त्यो प्रोफाइल पिक्चर यसरी राख्नु केटीले राख्नुको मतलब उद्देश्य पहिलो त बुझिहाल्यो सेकेन्ड उद्देश्य मेरो नाम युज गरेर ऊ भाइरल हुनु खोज्यो कोही मलाई मारेर भाइरल हुन्छन् कोही मलाई त्यस्तो फोटो पोस्टर बनाएर भाइरल हुन्छन् त्यहाँ 1-2 जना राम्रा मान्छे नि छन् है त्यो पोस्टरमा फेरि तर केही त बापती नै छन् केही ठग छन् होइन समाजका के भन्छ नि त्यो भाँड भैलो मचाउने मान्छेहरू पनि छन् तर ठिक छ मलाई भाइरल बनाएर छन् ठिक छ होइन त्यही हो अब महाराज धिराजकै कुरा थियो होइन मलाई अब त्यो पल शाह र म हुँदाखेरि धेरै मान्छे खुसी भयो क्या कतिले गाली पनि गरिरहेछन् होइन तपाईँ यो पल शाहको यो केसमा तपाईँ धेरै बोल्नु भएको थियो होइन त्यसपछि पल शाहसँग तपाईँ निस्किसकेपछि भेट भएको छ कि भएको छैन अहिलेसम्म धेरैचोटि भइसक्यो होइन भइरहन्छ अब फिल्ममा मात्रै नजुरिरह फिल्ममा गीतमा भनिहाल्ने पल शाह र मलाई खेलाउने भनेर एउटा गीत खेलाउने भनेर नामै भन्दैछु म लुकाउनुमा मैले यो 82 सालदेखि म लुकाउनु भनिरहेको छु कि के कुरो मनमा आएको कुरो कति चिज म दबाएर बस्थेँ कि म प्याच्च भन्न सक्दैन थिएँ सुविधाले प्याच्च भन्छ नि म चाहिँ होइन आफै बरु पीडा खप्ने नभन्ने थियो म अस्ति एक गतेदेखि होइन म पनि प्याच्च भन्न थालिरहेको छु कि एउटा साथी थियो मेरो विश्वराम कार्की उसको मैले गीत पनि खेलाएको छु नि कट्टा हानिदिन्छु यस्तै रहेछ जिन्दगी साइलो होइन यस्तै रहेछ जिन्दगी साइलो मैले हजारौँ टिकटक बनाएको छु कि अहिले हालसालै उसले गीत निकालेको छ एक गते नै होइन दाइ मेरो टिकटक बनाइदिनु भन्दा अस्ति अफिस आएर भन्यो होइन तैँले मेरो गीतमा कतिवटा टिकटक बनाएको छ सिधै भन्दा कि मैले निरो मुख लाग्यो भयो क्या मेरो नि बद्रीबहादुर रिलिज हुँदा उसले एउटा टिकटक बनायो अझ मेरो अस्ति उमेर ढल्केको भन्ने त्यो मैले बिना राउतसँग खेलाएको गीत उसले त्यो बनायो अरू पनि कैयौँ गीत खेलाएको छु मैले बनायो उसले अब म चाहिँ प्याच्चै भन्ने हो क्या अनि यो पल शाह चाहिँ खेलाउँछु भने मेरो प्रकाश गिरी भन्ने साथी हो क्या पल शाह र तपाईँ सुरुमा मलाई भेट्न त्यसरी हो क्या त्यो मान्छे पल शाह तपाईँ गीत पनि राम्रो थियो त्यो गीत फेरि त्यो सुटिङ भएको छैन अनि पल शाह तपाईँ भनेर भन्यो त्यसपछि अर्को एउटा गीत खेलायो लोकगीत त्यसपछि तिज गीत खेलायो 5वटा त सर्ट मुभी नै खेलायो अझ म त्यसको फोनै उठाउँदैन कि म अहिले सलनको पछि दौडिरहेको छु क्या मैले फोन उठाउन छोडेपछि अनि पल शाह भनेपछि मलाई त्यति माया लाग्छ कि रियल हिरो हो नि त मेरोमा कमेन्ट पनि त्यही छ 2 जना रियल हिरो आउने भयो क्या अब दुश्मनहरू चाहिँ ब्याक ब्याटिङ नै गरिरहेछ तर महाराज धिराजमा म इन भएपछि होइन मान्छेको के पोलाएको छ त्यो पनि थाहा पाइसकेको छु कि मैले त्यो के पोला भन्छ नि यहाँ त अरे मिडियाका 5-7 जना केटीहरू पनि छन् त्यो भन्न मिलेन होइन नि हो भन न धेरै गाउँ बोलिरहेको छ क्या अहिले म खुसी लाग्यो त्यो हुनु पनि पर्थ्यो क्या नत्र भने जयकिशन बस्नेत र अरूमा के फरक भयो र अब महाराज धिराजमा आर्यन सिक्दल अथवा अर्को एकजना एकदम सुपर हिट हिरो आउँदैछ होइन त्यो अब भोलि साइन भएपछि म भन्छु हिरोइनको नाम भन्छु के छ अहिले म स्टोरी खुलाउनु मिल्दैन तपाईको क्यारेक्टर चाहिँ कस्तो छ दाइले भन्नु बबालै छ ल म यतिकै मैले फिल्मै खेल्दिनँ भनेर बसाएँ मान्छे मैले किन साइन गरेँ होला के
मलाई फिल्म खेल्नुभन्दा मलाई अहिले पब्लिसिटीमा फाइदा छ क्या, त्यो तिमीहरूलाई पनि थाहा छ त्यो कुरो होइन। मलाई पिताम्बरमा कृष्ण चौलागाई र विशाल चौलागाई पुरुषोत्तम प्रधानले मलाई फिल्म खेल्छस् कि पब्लिसिटी गर्छस् भनेर भने म पिताम्बर पब्लिसिटी गर्छु नै भन्थेँ कि म अरू फिल्म पनि म त्यही नै भन्छु। मैले अहिले पनि अब म छोडेको फिल्मको नाम भन्न चाहन्न कि मैले यही वर्षमा सुटिङ सुरु हुने होइन, अर्को 3टा फिल्मको झन् मैले स्क्रिप्ट हेरेर खेल्दा छु, 2-4वटा त हिँडेछ। मलाई यो महाराज धिराजको चाहिँ होइन, पहिलो कुरो म आफ्नो रोल त हेर्छु नै होइन, तर म समस्त फिल्म नै हेर्छु क्या। खासमा फिल्म चल्यो भने एकछिन खेल्नेलाई पनि फाइदा हुन्छ क्या। सोले भन्ने इन्डियाको सोले भन्ने फिल्ममा होइन, अरे हो साम्बा भन्ने, साम्बाको जम्मा एउटा डायलग थियो क्या सोलेमा, कितने इनाम रखाए हमारे ऊपर सरकार ने भन्छ गब्बर सिंहले, पुरै 50,000 उसको त्यति नै हो। कालिया भन्नेको डायलग के त्यसमा, कितने आदमी थिए समथिङ के त्यसरी हिट हुने हो क्या। तर महाराज धिराज फुल स्क्रिप्ट पनि राम्रो र मेरो रोल अझ भयानक छ कि। दाइ अब सबैले भन्नु न पल्सा र तपाईँसँगै आउनुपर्छ भन्छ जाँदाखेरि फिल्ममा चाहिँ तपाईँ र पल्साको कतिको सिन छ? स्टार्ट टु इन्डिङ नै छ सबैसँग। मेरो रोल चाहिँ होइन सबैसँग टच छ। मेरो पल्सासँग नि छ, हिरोइनहरूसँग नि छ, आर्यन सिग्देलसँग छ, रमेश दाईसँग नाम आयो क्या मेरो ओके त्यो पछि होला। सबैसँग मेरो सबैसँग टच भएको रोल चाहिँ मेरो छ क्या, युनिक छ होइन। अब कस्तो छ भन्न मिल्दैन। फेरि मलाई परिच्छेद सेन अब डाइरेक्टर हो, भाइ भए पनि होइन, म भाइ भए पनि के हो जयदा यार भनेर भन्छन् होइन, म रोल भन्दिनँ, यति भन्छु कि होइन युनिक स्टोरी छ, हेर्दा आनन्द लाग्छ। गीतको त मैले अहिले ग्यारेन्टी नै ठोकिदिइसकेँ होइन। फिल्म आउनुभन्दा अगाडि यदि मैले भनेको चिज जय किसनले झुटो बोलाएर जस्तो लाग्यो भने होइन, महाराज धिराज हेर्दै नहेर्नु होला। गीतको जतिवटा गीत छ नि यति राम्रो यति राम्रो यति राम्रो होइन, शब्द क्या, एक शब्दमा यसमा टिकटक बन्नेवाला छ क्या, त्यस्तो राम्रो गीत छ क्या। मेरो मेरो सबै जोडी छ, म भन्दिनँ अहिले कता किनभने जस केही छ स्पेसल छ, नत्र होइन त्यत्रो फिल्म खेलेर के अरे खेल्न छोडेर बसिरहेको मान्छे होइन, यो फिल्म साइन गर्नुको मतलब यसमा केही न केही रोल छ मेरो। जस्तै आज कि बुहारी हाम्रो एनबी दाई, शङ्कर दाई, मदन दाईको फिल्म मैले किन साइन गरेँ भने होइन, आज कि बुहारी भन्ने हेर होइन मेरो रोल कस्तो छ क्या, र त्यो समग्रमा फिल्म कस्तो छ। आज कि बुहारी त फुल एक्सन हो होइन। आज कि बुहारी भने चाहिँ अब लेडिज दर्शक त आउने नै भइहाल्यो, तर एक्सन मन पराउने मान्छे नै यसमा आउँछ क्या। आज कि बुहारीमा 13-14वटा त एक्सन छ, फाइट राइडरको फेरि 12 गाउँको सिद्धेन, एनबी दाई त्यसमाथि, मदन ताम्राकर दाई, राज समाल दाईको फर्स्ट फिल्म, युगदेखि युगसम्मको मान्छे, प्रेयसी, हाम्रो मिलन कहिले हुन्छ, कैयौँ फिल्म बनाएका पुराना मान्छेहरू के उहाँहरू चाहिँ। आज कि बुहारी नै बवाल छ, महाराज धिराज बवाल छ, अर्को 3-4वटा फिल्मसँग कुरा भइरहेछ मेरो होइन, राम्रै ब्यानरका होइन, त्यो चाहिँ म बिस्तारै भन्दैछु होला। जस 82 सालमा मेरो 2-4वटा फिल्म चाहिँ आउँछ। जस्तो तपाईँको भनौँ न अब 12 गाउँकै बेलामा होइन, अब तपाईँको यति धेरै कन्ट्रोभर्सीमा पनि पर्नुभयो, तपाईँ गाली गर्दाखेरि भनौँ न अब अलिकति त्यो टाइपको पर्नुभयो भन्दा नि मैले पार्दै कि पार्नुभयो होइन। तर अब फेरि दसैँमा त्यस्तै हुन देखियो नि त, अब समीरको फिल्म छ बलिदान, त्यही टिम नै अब लागि परेको थियो त्यति बेला। अरू पनि छ नि 5वटा छ अरे, अरू छ, मेन गरी त बलिदानसँग अझ बढी तपाईँको चल्ने भयो नि त। अब होइन दसैँमा आउँछु भने फिल्म सबै राम्रो छ फेरि। बलिदान सबको वेटिङमा भएको फिल्म हो, हरिबहादुरको जुत्ता, अनि माइती घर, अर्को पनि छ के अरे जारी 2, महाराज धिराज, 5वटा फिल्म हो। अब महाराज धिराजको प्रोड्युसर म होइन होइन, मैले यसमा बोल्न मिल्दैन। तर परिच्छेद र मेरो हाम्रो विराज हाम्रो निर्माता निर्देशकलाई हिजो मैले एग्रिमेन्ट गर्ने बेला सोधेको थिएँ होइन, फुलपातीमा एउटै हल भए पनि आउने अरे उहाँहरू सर्नुहुन्न। महाराज समीरको फिल्म छ तपाईँको त्यति बेला त्यत्रो अब के भन्नु दुश्मनी जस्तै भयो एक प्रकारको, फेरि समीरकै फिल्म छ तपाईँ आफै जुनिदिनु भयो, के होला दाइ अब यसपालि? दसैँमा बलिदान र यो फिल्म मात्र आइदियोस् भन्ने चाहिँ मेरो, अब म खेलायो भएर मेरो इच्छा चाहिँ त्यही हो। तर आउनु त सबै आउँछन्, अब हल चाहिँ कसरी डिस्ट्रिब्युट गर्छ अथवा कुन कुन फिल्म सर्छ त्यो मलाई थाहा छैन। तर महाराज धिराज चाहिँ नसर्ने उहाँले दाबी नै गर्छ। म अब त्यति बेला त्यत्रो फिल्म आउँदैछ दसैँमा होइन, तपाईँलाई पनि अब केही फिल्मको त 50% लागि आउँथ्यो होला पुरा घाटा लाग्ने हो। अब तपाईँ एकतर्फी तपाईँ महाराज धिराज मात्र अब आफ्नै फिल्म गर्नु होइन, महाराज धिराजको पब्लिसिटी त म गर्छु नै होइन, अरू फिल्मले नि मलाई भन्छ नि उनीहरू पनि गरिहाल्छन् नि, किनभने नेपालमा मिडिया त सयौँ छ नि, अहिले 25-30वटा यहीँ अहिले खिचिरहेको नर्मल इन्टरभ्यू
फिल्मको भनेपछि त अझ थुप्रै हुन्छ होइन। कसैले भन्छ भने म सबलाई सहयोग गर्ने मान्छे हो। तपाईँ अब समीर भट्टसँग जुन्न तयार हुँदै अब आजदेखि हिजोदेखि म चाहिँ कसरी छुट्ने भन्नु त्यो निर्माता निर्देशक। अब एउटा महाराज धिराजको एउटा पार्ट म भएर होइन, अब महाराज धिराज अलिकति मेरो नजिक त हुने भइ नै हाल्यो। आफूले सक्या पब्लिसिटी हान्ने हो होइन, त्यति हो। तर लास्टमा चल्ने भनेको राम्रो फिल्म नै हो कि। 5 वटा जुधो, 6 वटा जुधो, 7 वटा जुधो होइन, चल्ने राम्रै फिल्म हो होइन। जस्तै पूर्णबहादुरको सारङ्गी 3 दिन फ्लप भयो होइन, झन्डैले फेरि स्याहार थियो यार। तेस्रो दिनदेखि हाने होइन, तेस्रो दिनको बेलुका नाइट सोदेखि फिल्म राम्रो भयो भने होइन दर्शक आउँछ के। र महाराज धिराजको स्क्रिप्टमा म घमण्ड गर्छु कि, त्यति राम्रो छ के। महाराज धिराजको गीतहरूमा म घमण्ड गर्छु कि। र अर्को कुरो कलाकार पनि यसमा राम्रै छ यार। पल शाह छ होइन, आर्यन सिग्देल छ, हिरोइनहरू टप टप हिरोइनहरू अब पर्सि उहाँहरूले बाहिर ल्याउँदै हुनुहुन्छ। अर्को एकजना नायक हुनुहुन्छ। कलाकार यसमा नि बलियो छ क्या, स्टोरी नि बलियो छ, गीत सङ्गीत बलियो छ, निर्माता कडा छ, निर्देशक कडा छ होइन। यो फिल्म पनि सबै चिजले मिलेको छ। तर होइन यहाँ अब गाली चाहिँ मलाई नै गर्छ थाहा छ होइन। जति मलाई गाली आउँछ नि यो फिल्म त्यति चल्छ कि मलाई थाहा छ फेरि होइन। 12 गाउँमा जति मलाई गाली आयो त्यति मान्छे दर्शक आउँछ भनेर मैले पहिल्यै भनिदिएको थिएँ कि त्यो कुरो भयो नि त। त्यो पनि मलाई थाहा छ कि। अन्तिममा अब पल शाहको रियल फ्यानहरू बाहिर निस्किनु पऱ्यो कि, त्यति भन्छु कि। फ्यानहरू भने यस्तै जुत्ने बेला काम लाग्ने हो कि होइन भने निकाल्न मलाई मैले जानेको छु। विराज भट्टको फ्यानहरू जसरी निकालेको थिएँ नि, पल शाहको फ्यान निकाल्ने कसरी मलाई पनि थाहा छ कि। अथवा जय किसनको फ्यान कसरी निकाल्ने त्यो नि मलाई थाहा छ कि। 12 गाउँको बेलामा तपाईँले अब त्यत्रो एउटा हुने गरिदिनु भयो होइन। अब आफ्नो फिल्मलाई त यसपालि तपाईँ त भवालै गर्नुहुन्छ होला। अब केही गरिन्छ। अब जस्तै अहिले वैशाख महिना छ, असोजमा रिलिज होइन। वैशाख जेठ असार साउन भदौ असोज 6 महिनासम्म हरेक इन्टरभ्यूमा महाराज धिरा त म भन्छु नि। अब त्यति हो मेरो काम, त्यति हो होइन। 2 महिना भयो, यो 6 महिना 6 महिना चल्छ। किनभने थाहा दिने हो मैले होइन, कसैलाई घोक्राएर फिल्म ल्याउन सक्दिनँ कि। फिल्म पहिलेबाट फिल्म नै राम्रो हुनुपर्छ क्या। हामीले हराउने भनेको इनिसियल हो क्या, दर्शकलाई थाहा दिने मात्रै हो। कलाकार राम्रो छ भने इनिसियल हान्छ। पिताम्बरको इनिसियल राम्रो थिएन, मेरो काम त सिद्धियो नि त होइन। कर्मा जस्तो मान्छे नि आइदियो के हुन्थ्यो, बसन्त जस्तो मान्छे नि आइदियो के हुन्थ्यो, जय किसन त सिद्धिन्थ्यो। मलाई कति कुरा काट्थ्यो होला। अस्ति यो नानीको एउटा भिडियो हेरेको थिएँ, मुनि के लेखिरहेको थाहा छ, नरसिंह अवतारको बारेमा बोल्नु भएछ, जय किसनले बोलेर पिताम्बर फ्लप भयो, यो बारेमा नबोल्नु भनेर आएको छ होइन भन नानी। त्यो मान्छे को भन्ने मलाई थाहा छ क्या, त्यो को लेख्नु लाउने। त्यसलाई त्यसो जानकारीलाई दियो होइन। पिताम्बर कसरी फ्लप भयो, पिताम्बरबाट टन पैसा उठाएर पिताम्बर 2 बनाउनु लागिसक्यो यहाँ होइन। अनमोल केसी, समीर भट्टावाला जस्तो भइसकेको छ यहाँ, प्रदीप हड्का साथमा जय किसन बस्नेत। ल फेरि अर्को नै पोल खोलेँ यार मैले, यसो सबै पोल खोल्दै जान्छु के भन्दा होइन। त्यो भएर एउटा कुरो होइन, हामीले एउटा थाहा दिने हो होइन। योपालि दसैँको फुलपातीमा महाराज धिराज आउँदैछ। अब सबै यो हप्ताभित्रमा सबै कलाकारको सेटअप बाहिर लिक हुन्छ। त्यसै यो कलाकार छ होइन, यो टाइपको फिल्म हो भनेर मेरो भन्ने एउटा कर्तव्य हो। म अरूको फिल्ममा त गर्छु भने होइन, आफू खेला फिल्ममा त अवश्य गर्छु, 6 महिनै गर्छु। त्यही हो। अब महाराज धिराजमा 4 जना हिरो भइसकेपछि महाराज धिराज चाहिँ को हो त? यो तपाईँ चाहिँ त्यो फिल्मै हेर्नुपर्छ, त्यो फिल्मै हेर्नुपर्छ। मान्छेलाई कौतूहलता छ होइन। महाराज धिराज भनेर म एउटा चिज होइन, म निर्माता निर्देशकलाई नसोधिकन भनिदिन्छु होइन। यो चिज आउनु नै पर्छ सबले होइन। फेरि राज परिवारको त ऐतिहासिक फिल्म हो कि भन्ने कसैलाई भ्रम छ पनि नपर्नुहोस्। एकदम यो कमर्सियल फिल्म हो, कमर्सियल फिल्म हो। पछि त्यो गीत ट्रेलर आएपछि थाहा भइहाल्छ नि। हामीले लाखौँ रुपियाँ खर्च गरेर होइन बसन्तपुरमा पुरा सेट लगाएर एउटा कन्सर्ट गर्दैछौँ, खिच्दैछौँ यो फिल्मको भनेपछि अब यो ऐतिहासिक फिल्म होइन भनेर बुझेको हुन्छ। एउटा त्यो रक ब्यान्डहरूको एउटा कन्सर्ट हुन्छ नि, त्यो टाइपको एउटा यस्तो बवाल गीत छ त्यो है। त्यो सायद त्यो खर्च त्यो एउटा गीतलाई मात्र यहाँ 50-60 लाख लागिरहेको छ। किनभने हजारौँ क्राउड ल्याउनु पऱ्यो, स्टेज बनाउनु पऱ्यो, लाइटिङ त्यस्तै होइन। त्यसरी खिच्दैछौँ। अब पुरा रक गीत ऱ्याप गीत के भन्छ त्यो छ भनेपछि होइन। अब यो ऐतिहासिक फिल्म भनेर नझुकिनु होला। अब स्टोरी मैले भन्न मिल्दैन के छ भनेर होइन। केही छ विशेष छ, एकदम रोमाञ्चकारी स्टोरी, सस्पेन्स, थ्रिल होइन, हरेकले भरिएको क्या। सन्देश पनि, रहस्य, हरेक चिज मिलेको फिल्म भनेको महाराज धिराज हो कि। मैले यत्तिकै फिल्म यो खेला छैन कि। जब कि दसैँमा रिलिज भने मलाई पहिल्यै थाहा थियो नि त। म यो फिल्म साइन गर्नुभन्दा अगाडि नै यो फिल्मको पल शाहको त 2टा पोस्टर आएको थियो नि त, एउटा नाङ्गो भएको एउटा ऊ लगाएको
त्यो बेला पनि हामीले बोलायो भने इन्टरभ्यू गरायो भने होइन त्यो बेलादेखि बोलिरहेको थिएँ क्या त्यो बेलादेखि थाहा थियो दसैँमा आउँदैछ भनेर क्या तर दसैँमा सबभन्दा पहिला डेट एनाउन्स गराएको फिल्म चाहिँ यही हो क्या होइन र अहिले दसैँमा 5वटा फिल्म आउँदैछ भने म आफूलाई थाहा छ नि त त्यही पनि म फिल्ममा इन्भल्भ भएँ क्या किनभने यो फिल्ममा दम छ क्या न्युडकै कुरा आउँदा पल शाहको न्युड फोटो आएको थियो होइन त कुरा गऱ्यौँ तपाईँको चाहिँ छवि छैन न्युड फोटो त्यो फिल्म हेर्नै पर्छ यहाँ धेरैको न्युड आउनु पनि सक्छ नआउनु पनि सक्छ होइन यसमा धेरै खर्च छ यो फिल्ममा हाम्रो विराज विष्ट भाइले होइन एकदम एकदम यो म्याक्सिमम जान्छ यसमा धेरै चिज छ कि एक त कलाकारहरू बढी छ होइन सबै मल्टिस्टार फिल्म अहिलेको पिताम्बर भने जस्तै छ कि पिताम्बरमा भन्दा बढी कलाकार छ यो फिल्ममा त्यसपछि यसमा सेटहरूमा एकदम खर्च छ कि यो फिल्ममा सेटहरूमा खर्च छ अनि गीतहरू बढी छ गीतहरू बढी भनेपछि यति हो नि कलाकार 101 छन् गीतहरू बढी छ सेटहरू धेरै लाउनु पर्ने छ अहिले मैले भनिहालेँ एउटा कन्सर्ट गीत त्यसमा मात्रै 50-60 लाख जाला कि यो बजेट राम्रो छ तर उनीहरूको कन्फिडेन्ट देखेर म पनि एकदम ढुक्क छु कि स्टोरीमा दम छ कलाकारहरू सबै 101 छ गीत सङ्गीत राम्रो छ होइन के चाहियो कथा पटकथा संवाद मेन चाहिने नै त्यही हो क्या बाँधेर राख्छ सल्ल पया स्टोरी छ अब जय किसन भएपछि केही न केही उपद्रो गरिहाल्छ होइन मलाई छोड दिनु भएको छ डाइरेक्टर साहबले दाइ के गर्ने मिलाउनु है भन्नुभएको छ कि उहाँहरूले नि खत्रै बनाएको छ मेरो रोल होइन त्यसमा मेरो उपद्रो पनि के आउँछ थाहा छैन म आफूलाई थाहा म किनभने मलाई पहिला फिल्म खेलाउने निर्देशकहरूलाई सोध्नु होइन निर्माता अथवा मसँग खेल्ने कलाकारहरूलाई होइन मेरो जस्तै टेक 1 टेक पहिलो टेक भयो नि पहिलो टेकभन्दा दोस्रो टेक मेरो भिन्दै हुन्छ कि तेस्रो टेकमा मैले अर्कै बोल्दै नि हुनसक्छु चौथोमा अर्कै नै हुनसक्छ कि मलाई डाइरेक्टरले भन्थ्यो यो जहिले के बोल्छ थाहा नै हुँदैन छोडिदिन्थ्यो कि मलाई अनि केही न केही राम्रो दर्शकहरूको लागि होइन मेरो तर्फबाट पनि होइन केही युनिक चिज चाहिँ म ल्याउँछु त्यो तपाईँले फिल्म हेर्नुभन्दा अगाडि टेलर गीतबाट पनि थाहा पाउनुहुन्छ केही न केही नयाँ चिज म ल्याउँछु मेरो तर्फबाट आर्यन सिग्देलले आफ्नो तर्फबाट ल्याउला पल शाहले आफ्नो तर्फबाट ल्याउला अनि निर्देशक निर्माताले त फुल प्याकेजै ल्याउँदैछ नयाँ ल धन्यवाद अन्तिममा त्यही भन्न चाहन्छु यो 2082मा थुप्रै फिल्महरूमा काम गर्ने सम्भावना बढिरहेछ मेरो अवश्य हलमा गएर हेरिदिनु होला जय महाराज धिराज